असतो मा सद्गमय तमसो मा ज्योतिर्गमय मृत्योर्मामृतं गमय। Hello students, after a long gap I am coming up with a new video from the text Our Runaway Kite by Lucy Maud Montgomery, which I have already uploaded part 1 and part 2 of the same text earlier. So in this video I am going to discuss part 3 from the same text Our Runaway Kite by Lucy Maud Montgomery. So let's get started. A month later, a letter came for father. र अब एक महिना पास त्यो घटनाको एक महिना बाद फादरको नाममा एउटा चिठी आउँछ. After he finished reading it, his eyes looked as if he had been crying. र जब त्यो चिठी फादरले पढिसक्नुहुन्छ त्यतिखेर फादर चाहिँ कस्तो देखिन्छ भन्दाखेरि कि फादरको आँखामा आँसु देखिन्छ. Do you want to know what became of your kite? He said. र त्यति बेला फादरले के भन्छ क्लड अनि फिलिपालाई तिमीलाई थाहा छ तिमीको काइट के भयो भनेर फादरले फिलिपा अनि क्लडलाई सोध्नुहुन्छ. Then he sat down beside us and told us the whole story. र त्यसको पश्चात फादर फिलिपा अनि क्लडको साइडमा बसेर अब एउटा कथा सुरु गर्न लागेका छन्. फादरले फिलिपा अनि क्लडलाई आफ्नो स्टोरी कथा सुरु गर्दाखेरि उहाँले कथामा के भन्नुभयो भन्दाखेरि अब त्यो हामी अगाडि पढौँ. Father had a brother and a sister. र फादरको पनि एकजना ब्रदर अनि एकजना सिस्टर थिएछ. Okay? He had quarreled with his brother and left home. र फादर चाहिँ उसको ब्रदरसँग फादर अनि ब्रदरको के भएको रहेछ झगडा भएको रहेछ र झगडा भएपछि फादर रिसले घर छोडेर जानु हुँदो रहेछ. Years afterward he felt sorry and when he went back he found his brother had died and he couldn't find his sister. र अब धेरै वर्षपछि फादरलाई आफ्नो गल्ती रियलाइज भएर उनी सरी भन्नु जाँदाखेरि उसको ब्रदर अलरेडी के भएको रहेछ डेथ भइसकेको रहेछ अनि उसको सिस्टर पनि कहीँ पाएन रहेछ. ओके मिसिङ हुनुभएछ. अब कन्टिन्यू पढौँ. The letter father had just received was from his sister Aunt Ether, mother of Dick and Mim. र त्यो चिठी चाहिँ जुन चाहिँ फादरले अहिले रिसिभ गर्नुभएको छ त्यो लेटर कसले पठाएको रहेछ भन्दाखेरि सिस्टर फादरको सिस्टर आन्ट इथर. ओके जो चाहिँ मिमी एन्ड डिकको मदर थियो. She was a widow who lived hundreds of miles inland. ओके र अब त्यति बेला चाहिँ आन्ट इथर के भइसकेछ विडो भइसकेछ विधुवी भइसकेछ जो चाहिँ त्यो आइल्यान्डदेखिको धेरै टाढो 100 of miles आइल्यान्डमा बस्दो रहेछ. One day when Dick and Mim were out in the woods, they discovered the kite on the top of a tree and carried it home. र हामीले पार्ट 2 मा पढ्दाखेरि फिलिपा अनि क्लडको काइट उडेर गएको थियो र एक दिन मिम अनि डिक त्यो जंगलमा घुमिरहँदाखेरि त्यहाँ के पाएछ एउटा काइट कति मजाको डेकोरेटेड गरेको काइट थियो. त्यो काइट पाउँदा उनीहरूले त्यो काइट लिएर घर जाँदा रहेछ. When their mother saw the kite patched with the letter, she turned pale. र उसको मदरले त्यो काइट चेक गर्दाखेरि उले के देख्यो त्यो काइटमा एउटा चिठीले त्यो प्याच गरेको थियो त्यसलाई रिपेयर गरेको देख्दा उसको अनुहार पहेँलो भएर आयो अरे बुझ्यो उदास भएर. It was the very letter she had once written to her brother. र त्यो लेटर चाहिँ आन्ट इथरले एक समयमा पहिला नै उसको ब्रदरको नाममा पठाएको चिठी रहेछ. बुझ्यो. Philippa was her mother's name and Claude was her father's. र फिलिपा अनि क्लड चाहिँ उनीहरूको कसको नाम रहेछ भन्दाखेरि आन्ट इथरको आमा अनि बाबाको नाम रहेछ. त्यही चाहिँ नानीहरूको नाम राखेको रहेछ. She knew
who we must be र त्यहाँ फिलिपा अनि क्लडले एड्रेस र नाम लेख्दाखेरि उसलाई थाहा भयो हामी चाहिँ को हो भनेर सो सी सेट डाउन एन्ड रोट टु बिग हाफ मुन एन्ड फादर रिसिभ हर लेटर र त्यो चिठी पाएपछि उसलाई सबै थाहा भएपछि अब आन्ट इथरले बसेर फेरि एउटा चिठी फिलिपा अनि क्लडले त्यहाँ एड्रेस दिएको हुन्छ बिग हाफ मुन आइल्यान्डको र त्यो आइल्यान्डमा लेटर पठाउँछ त्यही लेटर चाहिँ अहिले फादरले रिसिभ गरेर पढेर उनी उदास भएका छन् नेक्स्ट डे अब अर्को लाइन हेर है नेक्स्ट डे फादर वेन्ट एन्ड ब्रट आन्ट इथर एन्ड डिक एन्ड मिम विथ हिम र जब त्यो लेटर पढिसकेपछि फादरले झटपट अब कहाँ अरे 100 of miles इनल्यान्डमा गएर त्यहाँबाट आन्ट इथर अनि डिक अनि मिमलाई सँगै कहाँ लिएर आउनुभयो भन्दाखेरि बिग हाफ मुन आइल्यान्डमा दे हेभ बिन हियर एभर सिन्स र त्यो दिनदेखि आन्ट इथर मिमी डिक पनि फिलिपा क्लड फादरसँगै त्यहाँ बस्न थाल्ने अरे आन्ट इथर इज अ डियर एन्ड डिक एन्ड मिम आर टु जली फर वर्ड्स र आन्ट इथर पनि एकदमै प्यारो हुनुहुन्थ्यो अरे फिलिपा क्लडलाई धेरै माया गर्ने डिक मिमी पनि एकदमै मजाकिया है उनीहरूलाई सँग बातहरू गर्दा मजा लाग्यो अरे बट द बेस्ट अफ इट all is that we have relations now र सबैभन्दा बेस्ट थिङ चाहिँ त्यहाँ के भयो भन्दाखेरि चाहिँ अब चाहिँ फिलिपा अनि क्लडको चाहिँ के भयो रिलेसन्स भयो अब हाम्रो पनि फ्यामिली बढ्यो हाम्रो पनि के भयो थुप्रो थुप्रो रिलेसन्सहरू भयो भनेर चाहिँ उनीहरू एकदमै खुसी भयो बुझ्यो बेस्ट पार्ट चाहिँ त्यहाँ भएको चाहिँ यही भयो कि दे हेभ अ रिलेसन्स नाउ अरू जस्तै बुझ्यो र यसरी यहीँ के भएको छ यो स्टोरी एन्ड भएको छ र हामीले यसमा के देख्यौँ भन्दाखेरि यो कथा चाहिँ एउटा ह्याप्पी एन्डिङ भएको छ बुझ्यो कसरी भन्दाखेरि फिलिपा एन्ड क्लडले फ्यामिली पाउँछ उनीहरूले आफ्नो कजनहरू पाउँछ राइट उनीहरूले जे कुरो फिलिपा क्लडले इच्छा गरेको हुन्छ पार्ट 1मा पढ्दाखेरि हामीले र त्यो कुरो एन्डमा गएर उनीहरूले पाउँछ कसको हेल्पद्वारा भन्दाखेरि चाहिँ एउटा काइटको हेल्पद्वारा त्यसैले हाम्रो टाइटल पनि के छ आवर रनअवे काइट छ र यो कथामा काइटले एउटा ठुलो भूमिका निभाएको छ धेरै वर्षदेखि है छुट्टिएको लङ लस्ट रिलेसन्सहरूलाई पनि के गरेको छ मिलाएको छ कथा यसरी अन्त भएको छ र हामीले यहाँबाट अर्को कुरा के बुझ्छ भन्दाखेरि नो फ्यामिली इज पर्फेक्ट we argue we fight we even stop talking to each other at times but in the end family is family the love will always be there बुझ्यो र अन्त्यमा म family is the biggest treasure of heaven भन्दै र यो आजको भिडियोलाई म यही अन्त गर्छु till then take care stay home stay safe goodbye